केही व्यक्तिहरूले किराँत संरक्षणको संस्कृतिको जगमा समाजलाई ध्रुवीकरण गरिरहेका छन्। किराँत संस्कृति कसैको निजी पेवा होइन, सबै व्यक्तिहरूको र सबै समुदायको यो संस्कृति हो। यसलाई कसैले पनि अराजकताको विषय बनाउनु हुँदैन। यसले त हामीलाई संयमित र एकता बनाउने हाम्रो शास्त्र हो। किराँत केवल एउटा जाति होइन, यो भ्रम नपरोस्। किराँत इतिहास हो, भूगोल हो, सभ्यता हो, दर्शन हो, आस्था हो, जीवन जिउने एउटा पद्धति हो। हामीले श्रमलाई प्रविधिसँग र संस्कृतिलाई सभ्यतासँग जोड्नु पर्दछ। आजको आवश्यकता यो हो। हाम्रै देशको सबैभन्दा पुरानो सभ्यता मध्ये एक मानिने किराँत सभ्यतालाई उचित स्थान दिन सकेका छौं, उचित सम्मान गर्न सकेका छौं के यो सभ्यतालाई संरक्षण गर्दै यसमा निहित रहेका परम्परागत ज्ञानलाई राष्ट्रको अमूल्य पुँजीको रूपमा सम्वर्धन गर्न सकेका छौं त? यतातर्फ सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। को सन्दर्भमा हेर्ने हो भने यो किराँत दर्शनलाई हेर्ने हो भने संस्कृत साहित्यदेखि वेदमा, रामायणमा, महाभारतमा किराँतहरूको उल्लेख गरेको छ। बौद्ध साहित्यमा भनौं, जैन साहित्यमा भनौं, इसाई या इस्लाम धर्ममा यसको विश्लेषण भएको देखिन्छ। किराँत सभ्यताको चर्चा सबैतिर हुँदा राज्यले यतातर्फ संरक्षित गर्ने त ध्यान दिएको देखिँदैन। सभामुख महोदय, संसारले चर्चा गरेको सभ्यता हामीले आफ्नै देशभित्र किन बिर्सदैछौँ? किन हालसम्मका सरकारहरूले यसको संरक्षणमा उचित बजेट विनियोजन गरेका छैनन्? त्यो केवल कागजको टुक्रा थिएन, त्यो राज्य र समुदाय बीचको विश्वासको दस्तावेज थियो। त्यसको संरक्षण कहाँ पुग्यो? यतातर्फ सरकारले ध्यान दिएको खोइ? सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउँछु। जुन सभ्यताले प्रकृतिलाई देवता मानेर संरक्षण गर्यो, जुन सभ्यताले हामीलाई आज यहाँ पुर्यायो, आज त्यही सभ्यताका मूल्यहरू ओझेलमा पारिरहेका छौँ। सभामुख महोदय, ढुङ्गा बचाएर दरबार बन्छ, इतिहास बचाएर राष्ट्र बन्छ। सम्माननीय सभामुख महोदय, विनियोजित विधेयक 2083 को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको संस्कृति, परम्परा र सभ्यताको संरक्षणको सन्दर्भमा राज्यले बजेट लगानी गरी संरक्षित गर्नुपर्दछ भन्ने सन्दर्भमा यस सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, हामी बारम्बार इतिहासको कुरा गर्छौं, हामी सभ्यताको कुरा गर्छौं, विविधताको कुरा गर्छौं, सहिष्णुताको कुरा गर्छौं, तर व्यवहारमा के हामीले हाम्रै देशको सबैभन्दा पुरानो सभ्यता मध्ये एक मानिने किराँत सभ्यतालाई उचित स्थान दिन सकेका छौं, उचित सम्मान गर्न सकेका छौं के यो सभ्यतालाई संरक्षण गर्दै यसमा निहित रहेका परम्परागत ज्ञानलाई राष्ट्रको अमूल्य पुँजीको रूपमा सम्वर्धन गर्न सकेका छौं त? यतातर्फ सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। किराँत केवल एउटा जाति होइन, यो भ्रम नपरोस्। किराँत इतिहास हो, भूगोल हो, सभ्यता हो, दर्शन हो, आस्था हो, जीवन जिउने एउटा पद्धति हो। हामीले श्रमलाई प्रविधिसँग र संस्कृतिलाई सभ्यतासँग जोड्नु पर्दछ। आजको आवश्यकता यो हो। संस्कृतिको सन्दर्भमा हेर्ने हो भने यो किराँत दर्शनलाई हेर्ने हो भने संस्कृत साहित्यदेखि वेदमा, रामायणमा, महाभारतमा किराँतहरूको उल्लेख गरेको छ। बौद्ध साहित्यमा भनौं, जैन साहित्यमा भनौं, इसाई या इस्लाम धर्ममा यसको विश्लेषण भएको देखिन्छ। किराँत सभ्यताको चर्चा सबैतिर हुँदा राज्यले यतातर्फ संरक्षित गर्ने त ध्यान दिएको देखिँदैन। सभामुख महोदय, संसारले चर्चा गरेको सभ्यता हामीले आफ्नै देशभित्र किन बिर्सदैछौँ? किन हालसम्मका सरकारहरूले यसको संरक्षणमा उचित बजेट विनियोजन गरेका छैनन्? सभामुख महोदय, गोपाल वंशदेखि अनेक इतिहासकारहरूले काठमाडौँ उपत्यकामा किराँत राजाहरूले लामो समय शासन गरेको उल्लेख गरिएको छ। इतिहासको त्यो अध्याय किताबमा मात्र सीमित छैन, यो नेपाली माटो र स्मृतिमा आज पनि जीवन्त छ। इतिहासको अर्को महत्त्वपूर्ण दस्तावेज विक्रम सम्वत 1831 को पृथ्वीनारायण शाहद्वारा लिम्बू सम्प्रदायलाई प्रदान गरिएको लालमोहर, त्यो केवल कागजको टुक्रा थिएन, त्यो राज्य र समुदाय बीचको विश्वासको दस्तावेज थियो। त्यसको संरक्षण कहाँ पुग्यो? यतातर्फ सरकारले ध्यान दिएको खोइ? सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउँछु। त्यो बेला किराँत राजा र गोर्खा बीच सत्ता
साझेदारी र समझदारीको सन्धि भएको थियो भनिएको थियो, त्यो सहअस्तित्वको दस्तावेज थियो, त्यो अधिकारको सम्मान थियो, त्यो विविधतामाथिको विश्वास थियो। तर प्रश्न उठ्छ, आज हामीले त्यो ऐतिहासिक सम्झौताको भावनालाई कति जोगाएर राखेका छौँ सभामुख महोदय? किराँत सभ्यताको मुटु भनेको मुन्दुम हो। मुन्दुम केवल धार्मिक ग्रन्थ मात्र होइन, त्यो दर्शन हो, त्यो ज्ञान हो, त्यो प्रकृतिसँग मानवको सम्बन्धको गहिरो व्याख्या हो। यसलाई हामीले संरक्षण गरेका छौँ। आज संसार वातावरणको सङ्कटको कुरा गरिरहेको छ, जलवायु परिवर्तनको कुरा गरिरहेको छ, प्रकृति जोगाउन सम्मेलनहरू गरिरहेको छ, ग्लोबलाइजेसनको कुरा गरिरहेको छ। तर मेरो सभ्यता, हजारौं वर्ष अगाडि हाम्रो सभ्यता, किराँत सभ्यताले यही सिकाएको थियो। पहाडलाई सम्मान गर, नदीको सम्मान गर, वनलाई सम्मान गर, हावाको सम्मान गर, सूर्यलाई सम्मान गर, चन्द्रमाको सम्मान गर, पूजा गर। यी सम्मान नै मानव जीवनको संरक्षण सम्भव छ। यस्तो विज्ञान भएको शास्त्र हामीसँगै छ। कति वैज्ञानिक र दूरगामी रहेछ त्यो हाम्रो मुन्दुम शास्त्र। आज संसारले विकास गरेको भनिएको उच्चतम विज्ञान प्रविधि समेत त्यहीँ पुगेको छ। अनि हामी हाम्रो आफ्नै विज्ञानको स्रोतको रूपमा रहेको यो शास्त्रलाई किन संसारमा हामीले सामूहिक रूपमा विश्वव्यापीकरण गर्न सकिरहेका छैनौँ? केले रोकेको छ? कि हामी दृष्टि यतातर्फ पुर्याइरहेका छैनौँ कि केले रोकेको छ? यतातर्फ म सरकारको ध्यान आकर्षण गराउँछु। जुन सभ्यताले प्रकृतिलाई देवता मानेर संरक्षण गर्यो, जुन सभ्यताले हामीलाई आज यहाँ पुर्यायो, आज त्यही सभ्यताका मूल्यहरू ओझेलमा पारिरहेका छौँ सभामुख महोदय। केही व्यक्तिहरूले किराँत संरक्षणको संस्कृतिको जगमा समाजलाई ध्रुवीकरण गरिरहेका छन्। किराँत संस्कृति कसैको निजी पेवा होइन, सबै व्यक्तिहरूको र सबै समुदायको यो संस्कृति हो। यसलाई कसैले पनि अराजकताको विषय बनाउनु हुँदैन। यसले त हामीलाई संयमित र एकता बनाउने हाम्रो शास्त्र हो। त्यसैले सभामुख महोदय, लिपि आज हराउँदैछ, लोककथा आज हराउँदैछन्। त्यसैले म भन्छु, जब भाषा हराउँछ शब्द मात्र हराउँदैन, इतिहास हराउँछ, संस्कृति हराउँछ। त्यसैले भाषा मरे आवाज मर्छ, पहिचान मरे समाज मर्छ, इतिहास मेटिए देश उराट बन्छ, जरा काटिए रुख सुक्दै जान्छ। यतातर्फ चाहिँ राज्यको ध्यान आकर्षण होस् भन्न चाहन्छु सभामुख महोदय। त्यसैले किराँत सभ्यतासँग सम्बन्धित ऐतिहासिक दस्तावेजहरूको खोज, अध्ययन र अभिलेखीकरण गरियोस्। मुन्दुमलाई राष्ट्रिय स्तरको अनुसन्धान र अध्ययनको विषय बनाइयोस्। मुन्दुम विज्ञान अध्ययन केन्द्रको स्थापना गरियोस्। लोपोन्मुख किराँत भाषा, लिपि, संस्कृति, मौलिक इतिहासलाई लिपिबद्ध गरी संरक्षणका लागि विशेष कार्यक्रम ल्याइयोस्। किपट प्रणालीको ऐतिहासिक पक्षको अध्ययन गरियोस्। लालमोहर र ऐतिहासिक सन्धिहरूको संरक्षण गरियोस्। देशभित्र रहेका यस्ता थुप्रै सांस्कृतिक सम्पदाहरू जुन राज्यको नजरमा परेका छैनन् तर इतिहासले आत्मसात गर्छ, तिनको पहिचान र संरक्षण गरियोस्। अन्त्यमा यति मात्रै भन्छु, ढुङ्गा बचाएर दरबार बन्छ, इतिहास बचाए राष्ट्र बन्छ। माटो जोगाउँ। धन्यवाद।